एउटा सानो गाउँमा हरि भन्ने मान्छे बस्थ्यो। एक दिन उसले आफ्नो जीवनमै पहिलो पटक स्मार्टफोन किन्यो। फोन किनेपछि ऊ धेरै गर्व गर्न थाल्यो। हरि गाउँभरि घुम्दै सबैलाई भन्थ्यो, हेर हेर मेरो फोन कति स्मार्ट छ, यसले सबै कुरा बताउँछ। त्यही बेला उसको साथी रमेश आयो र हाँस्दै भन्यो, साँच्चै सबै कुरा बताउँछ भने मेरो हराएको बाख्रा कहाँ छ भनेर सोध त। हरिले तुरुन्त फोन निकाल्यो र ठूलो स्वरमा भन्यो, हे गुगल, रमेशको बाख्रा कहाँ छ? फोनले उत्तर दियो, माफ गर्नुहोस् मैले बुझिन। हरि अलि रिसाउँदै भन्यो, देख्यौ, तिम्रो बाख्रा यति हरायो कि फोनले पनि भेट्टाउन सकेन। त्यही बेला रमेशले हरिको पछाडि देखाउँदै भन्यो, अरे उता हेर, मेरो बाख्रा तिम्रो बारीको तरकारी खाइरहेको छ। हरि तुरुन्त पछाडि फर्कियो। साँच्चै बाख्रा तरकारी मज्जाले खाइरहेको थियो। हरि करायो, अरे मेरो स्मार्टफोनले त यो कुरा किन बताएन? रमेश हाँस्दै भन्यो, तिम्रो फोन स्मार्ट होला, तर मेरो बाख्रा अझ स्मार्ट रहेछ। त्यसपछि गाउँका सबै मान्छे ठट्टा गर्दै हाँस्न थाले र हरि भने लाजले आफ्नो स्मार्ट फोन चुपचाप खल्तीमा राख्यो।